भिडियोमा। आजको यस भिडियोमा विद्युत मिटर जडानको लागि कस्तो किसिमको सिफारिस चाहिन्छ र त्यो सिफारिस लिनको लागि कस्तो निवेदन लेख्नुपर्छ, कसको नाममा निवेदन लेख्नुपर्छ र यसमा के कस्ता कागजातहरू आवश्यकता पर्दछन् भन्ने कुराको सम्पूर्ण जानकारी सहित निवेदन कसरी लेख्ने भन्ने कुरा सिकाउँदै छौं। त्यसैले यो भिडियोलाई पुरै हेर्नु होला। यस भिडियोमा विद्युत मिटर सिफारिस पाऊ भन्ने बारे हामी निवेदन कसरी लेख्न सकिन्छ, यसमा के कस्ता कागजातहरू आवश्यकता पर्दछन् भन्ने कुराहरूको बारेमा सम्पूर्ण कुरा जान्नेछौँ। हामी अब निवेदन कसरी लेख्ने, यो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पहिलादेखि नै पुरानो घर छ र त्यो घरमा हालसम्म अहिलेसम्म पनि विद्युत मिटर जडान भएको छैन र विद्युत मिटर जडान गर्न चाहँदै हुनुहुन्छ भने चाहिँ यसरी निवेदन लेखेर सम्बन्धित वडा कार्यालयबाट सिफारिस गराएर तपाईहरू विद्युत मिटर पाउन सक्नुहुन्छ। त्यही सम्बन्धमा कसरी निवेदन लेख्ने भन्ने कुरा तपाईहरूलाई बताउँदै छु। सकेसम्म भिडियो लास्टसम्म हेर्नु होला। कुनै पनि निवेदन लेख्नुभन्दा पहिला हामी लेख्छौँ मिति, हैन। निवेदन सुरु गर्ने भने मिति लेख्नुपर्छ। यहाँ दायाँतर्फ माथि कुनामा मिति लेखिन्छ। अब तपाईँ निवेदन कुन मितिमा लेख्दै हुनुहुन्छ त्यो लेख्नु होला। अनि त्यसपछि चाहिँ हामी निवेदन कुन कार्यालयको नाममा लेख्दै हुनुहुन्छ त्यो लेख्नुपर्ने हुन्छ। जस्तै हामी यो निवेदन चाहिँ वडा कार्यालयको नाममा लेख्छौँ। त्यसैले यहाँ चाहिँ श्री वडाध्यक्षज्यू हामी यहाँ लेख्छौँ वडाध्यक्षज्यू। अनि त्यसपछि अब कुन नगरपालिका हो, जस्तै तपाईको गरुडाको रौतहटको गरुडा नगरपालिका हो भने यहाँ गरुडा नगरपालिका लेख्नु होला। वा तपाईको कुनै अर्को नगरपालिका छ भने यहाँ अर्को नगरपालिका लेख्नु होला। अनि अब कति नम्बर वडा कार्यालय छ, अब जति नम्बर वडाको कार्यालय छ त्यो लेख्नु होला। अब जस्तै 8 नम्बर छ भने 8 नम्बर, 1 नम्बर छ भने 1 नम्बर, 2 नम्बर छ भने 2 नम्बर लेख्नु होला। अनि त्यसपछि अब यहाँ जस्तै गरुडा छ भने गरुडा, गौर छ भने गौर, अब जुन छ त्यो लेख्नु होला। रौतहट छ भने रौतहट, बारा, पर्सा, धनुषा जे छ त्यो लेख्नु होला। कोशी प्रदेशको छ भने मोरङ, सुनसरी, धनकुटा जुन छ त्यो लेख्नु होला। अनि त्यसपछि चाहिँ जस्तै मध्य प्रदेश, कोशी प्रदेश छ भने कोशी प्रदेश, हैन। अनि त्यसपछि नेपाल। अब यति लेखिसके पश्चात चाहिँ हामी के लेख्छौँ, विषय लेख्छौँ। विषय हामी कुन विषयमा यो निवेदन लेख्दैछौँ त्यो विषय यहाँ खोलाउनु पर्ने हुन्छ। जस्तै हामी विद्युत मिटर सिफारिस पाऊ भन्ने निवेदन लेख्दै हुनुहुन्छ भने यहाँ विद्युत मिटर सिफारिस पाऊ भन्ने हामी लेख्दैछौँ भने यहाँ यसरी यो विषय लेखिन्छ। अनि त्यसपछि चाहिँ हामी यहाँ तल दायाँपट्टि महोदय भनेर लेख्छौँ। अनि त्यसपछि चाहिँ हामी अब मूल विषयमा के भन्छ मूल कुरामा प्रवेश गर्छौँ। यहाँ महोदयको ठिक तलबाट चाहिँ उपरोक्त सम्बन्धमा अब जुन नगरपालिका छ त्यो नगरपालिका लेख्नु होला। जस्तै यस अब यो कुन नगरपालिका छ, गरुडा नगरपालिका। मैले जस्तै यहाँ माथि लेखेँ भने यहाँ चाहिँ गरुडा नगरपालिका लेखिने, हैन। गरुडा नगरपालिका
कुनै अर्को नगरपालिका छ भने अर्को नगरपालिका, गाउँपालिका छ भने गाउँपालिका, महानगर छ भने महानगरपालिका, उपमहानगरपालिका छ भने यहाँ उपमहानगरपालिका लेख्नुपर्छ। अनि त्यस्तै यहाँ चाहिँ गडौडा नगरपालिका अब वाडा नम्बर कति हो त्यो वाडा नम्बर अब यहाँ जति नम्बर छ त्यो लेख्नु होला। जस्तै 8 नम्बर छ भने 8 नम्बर, 1 नम्बर होला भने 1 नम्बर, अब जति नम्बर छ त्यति नम्बर लेख्नु होला। अनि त्यसपछि बस्ने हैन। अब यसरी फलानुको नाति नातिनी बुहारी पनि हुन्छ हैन भने यहाँ चाहिँ हजुरबुवाको नाम वा चाहिँ ससुराको नाम लेखिन्छ। हजुरबुवा वा ससुराको नाम लेखिन्छ यहाँ। अब त्यसपछि चाहिँ अब यहाँ फलानुको छोरा छोरी छोरी वा पत्नी पनि हुन्छ। अब जस्तै यहाँ बुवा वा पतिको नाम उल्लेख गर्नुपर्ने हुन्छ। यति भइसकेपछि अब निवेदकले आफ्नो नाम उल्लेख गर्नु पर्यो। जस्तै यहाँ फलानुको नाति नातिनी वा बुहारी भयो हैन। अब त्यसपछि फलानुको छोरा छोरी वा पत्नी भइसकेपछि अब निवेदकले अब कुन व्यक्ति हो उहाँ चाहिँ आफ्नो नाम लेख्नु होला। म फलानु को नाममा फलानुको नाममा वा तपाई यसरी एकल स्वामित्वमा रहेको अब कुन नगरपालिकाको जग्गा जमिन छ हैन त्यो कुन घरको लागि कुन जग्गा जमिनको लागि कुन ठाउँको लागि तपाई चाहिँ यो सिफारिस गराउँदै हुनुहुन्छ त्यो उल्लेख गर्नुपर्ने हुन्छ। रहेको कुन नगरपालिका हो त्यो नगरपालिका यहाँ लेख्नु होला। नगरपालिका अब वाडा नम्बर हैन नगरपालिका वाडा नम्बर यतिको अब किता नम्बर पनि लेख्नु पर्यो। कति किता नम्बरको जग्गा जमिनमा बनेको कति नम्बर किताको जग्गा जमिनमा बनेको घरको लागि तपाई यो सिफारिस गराउँदै हुनुहुन्छ त्यो विवरण यहाँ चाहिँ राख्नु होला। अनि त्यसपछि किता नम्बर यतिको जस्तै 501 हुन सक्छ वा 300 202 अब कति छ त्यो किता नम्बर लेख्नु होला। अनि त्यसपछि चाहिँ जमिन यति किता नम्बरको जमिनमा वा जग्गामा बनेको अब कच्ची घर छ पक्की घर छ कुन घर छ त्यो घरको लागि पक्की छ भने पक्की लेख्नु होला। कच्ची छ भने कच्ची लेख्नु होला। घरमा हालसम्म विद्युत मिटर जडान नभएको र हाल सो घरको लागि विद्युत मिटर आवश्यक परेकोले सोको लागि निम्नानुसारका कागजातसँगै
कागजात संलग्न गरी यो निवेदन पेश गरेको पुरुष छ निवेदक भने गरेको, महिला छ भने गरेकी छु भनेर लेख्नु होला। अनि त्यसपछि नियमानुसार विद्युत मिटर निकासाका लागि सिफारिस वा आवश्यक सिफारिस गरिपाऊ। यति लेखिसके पश्चात चाहिँ हामी फेरि यहाँ के लेख्छौँ भने यति भइसकेपछि संलग्न कागजातहरू के चाहिँ अब यहाँ संलग्न गर्न सकिन्छ कागजातहरू। जस्तै 1 नम्बरमा हामी नागरिकता प्रमाणपत्रको प्रतिलिपि एक प्रति हैन। अब दोस्रो चाहिँ जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। जग्गा धनी प्रमाणपत्रको एक प्रति। अब चाहिँ फेरि यहाँ चाहिँ तपाईसँग घर नम्बर छ भने घर नम्बर नै राख्न सकिन्छ हैन। घर नम्बर छ भने घर नम्बर राख्न सकिन्छ, छैन भने आवश्यक पर्दैन। यति भइसके पश्चात हामी चाहिँ अब यति लेखिसके पश्चात पेज सकिएको कारणले गर्दा अर्को पेजमा हामी लेख्छौँ। अर्कोमा हामी के लेख्छौँ भने आवश्यक यसमा हुन्छ यसमा अति नै आवश्यक रहेको 4 किला प्रमाणित हुन्छ हैन। अब 4 किला तपाईको जुन किता नम्बर छ त्यो किता नम्बरको चारैतिरबाट के कुन व्यक्तिको कति नम्बरको किता नम्बरको घर छ वा जग्गा छ त्योहरू उल्लेख गर्नुपर्ने हुन्छ। जस्तै पूर्वमा कुन व्यक्तिको छ हैन, पश्चिममा कुन व्यक्तिको छ, उत्तरमा कुन व्यक्तिको हो अनि दक्षिणमा कुन व्यक्तिको हो। अब यहाँ चाहिँ हामी 4 किला लेख्यौं हैन। अब यहाँ चाहिँ जग्गा धनीको नाम लेख्नु होला अनि त्यसपछि यहाँ चाहिँ किता नम्बर पनि लेख्नु होला हैन। अब यति लेखेर हाम्रो यो जस्तै पूर्वमा रामको छ, पश्चिममा श्यामको छ हैन, रिताको छ, गीताको छ, जुन व्यक्तिको छ तपाईको चारैतिरबाट चौतर्फी जुन हुन्छ नि त्यो लेख्नु होला। अब कति किता नम्बर हो, 503 हुन सक्छ, 4 हुन सक्छ, 5 हुन सक्छ, 6 हुन सक्छ। अब जति छ त्योहरू तपाई यहाँ लेख्नु होला। आफ्नो अनुसार फरक हुन्छ। यो मात्र मैले एउटा नमुना बताएको। अब यति लेखिसकेपछि तपाईको निवेदन पूर्ण हुन्छ। अब लास्टमा यसरी निवेदक लेखेर नाम हैन, ठेगाना अनि सम्पर्क नम्बर अनि त्यसपछि सही गरेर बुझाउन सक्नुहुन्छ। भिडियो तपाईहरुको लागि उपयोगी भएको छ भने लाइक शेयर गर्न नभुल्नु होला र यस्तै किसिमको कुनै अर्को निवेदनको ढाँचा चाहिएको छ भने कमेन्टमा अवश्य नै लेख्नु होला। धन्यवाद।